भर्खर उठेको होइन के गर्छु भने सब भन्ने छु है ब्लगमा। सुक धोएर पनि यसो बाहिर एकछिन बसेको कि होइन बिहान कति 8 बजी उठ्यो होइन भ्यूदेखि सक्नुहुन्छ यहाँ त्यसपछि हाम्रो पढ्नु जाने ठाउँ चाहिँ त्यहाँ हो होइन टक्क आएर हेर्नु घरै घर छ हेर्नु टक्क आएर रेडी पनि भइसक्यो म चाहिँ रेडी भइसक्यो होइन पढ्न जानलाई सक्यो म चाहिँ होइन कस्तो मजाको घाम लाग्यो त वाउ यसो घाममा सुत्न पाए पो होइन के भन्नु बिहान पनि यसो उठेर जानु परेको छ हेर्नु आजको दिन के हुन्छ त मेरो दिनहरूमा होइन अनि हजुरहरू पनि सन्चै होला होइन म त के गर्नु फेसहरू बिग्रेर हेर्नु निस्किसके रुमबाट साथीहरू हेर्नु पनि आइपुग्नु लाग्यो साथीहरू हामी पढ्ने ठाउँ आइसके अब के हुन्छ त 3.5 घन्टासम्म पढ्नु पर्छ के पढ्नुपर्छ सब देखाउने छु म आज है बाई अहिले क्लासमा भेटौँला क्लास हेर्न सक्नुहुन्छ क्लासमा मान्छे छैन आज म चाहिँ फर्स्टमा बस्छु यहाँ चाहिँ अब साथीहरू आउँदैछ मोबाइल राख्नु पर्छ यता हेर्नु ब्रेक टाइम पनि भइसक्यो यहाँ सबैजना मोबाइल हेरिरहेको छ सुतिरहेको छ यो सुत्या होइन सुत्या हो यो चाहिँ होइन सो हामी चाहिँ क्लासबाट छुट्टी भएर निस्किसक्यो अम्बिका र भयो रिसाइरहेको छ आज क्लास कस्तो भयो भनिदियो त कस्तो भयो क्लास के न के भयो अरे होइन अब निस्किसक्यो क्लासहरू अब गएर खानासाना बनाउनु पर्छ खानुपर्छ त्यहाँबाट छिटो काममा कुद्नु पर्छ अब रेडी भएर बाई काम अब कतिखेर फर्किन्छ थाहा छैन केटी खाना बनाउँदैछ ल राम्रोसँग बाई अस्मिता बाई फोट देखिरहेको छ त्यहाँ बाई राम्रोसँग बनाएर हेर्नु म चाहिँ जाँदैछु टक्क लाएर अब यहाँ मेरो बाइक हेर्नु यहाँ यो हो मेरो बाइक होइन र म निकाल्छु अब यो बाइकको चाबी यहाँ डल छ हेर्नु हुन्छ घाम पनि लागिरहेको छ तर चिसो चाहिँ लास्ट चिसो चाहिँ मेरो साइकल होइन अब म हिँडेको अब कतिखेर पुगिन्छ त त्यो ठाउँ भन्ने कुरा हो हेर्नु टक्क लाएर नै म रेडी भइसकेँ बाई एकछिनमा गर्छु अब एकछिनमा म हेर्न सक्नुहुन्छ फाइनली स्टेसनमा आइसक्यो साइकल चाहिँ कहाँ राख्नु भन्ने थाहा भएन क्या बेलुकासम्म राख्नु हो बेलुका कतिसम्म राख्न मिल्छ मिल्दैन भने थाहै भएन कि त्यो भएर दिदीलाई फोन गरौँ भने फोन रिसिभ गर्नु भएन बेलुका कति बजीसम्म हुन्छ भने थाहै हुनु आज होइन कामबाट कतिखेर आउँछ हेर्नु त यहाँ स्टेसन स्टेसन पनि आइसक्यो म अब ट्रेन चढ्छु म फाइनली काम गर्ने ठाउँ आइसकेँ अब बस आउँछ लिनलाई 4:30 म चाहिँ छिट्टै आइपुगेँ आज के भन्छ साथी नभएर कतिखेर हिँड्ने थाहै हुन्न मेरो पारा हेर्न सक्नुहुन्छ होइन छिटो आएर के भने यस्तो राम्रो भ्यू छ क्या हेर्नु क्या दामी देखिरहनु भएको छ होइन छिटाउनु पनि मजा नै हो यस्तरी हेर्न पाइन्छ अनि के गर्छु त म यो खान्छु यो खाएर बस्छु आजको लागि यति नै हो मेरो ब्लग अब भोलितिर बनाउँछु हाल्नेछु सबैलाई धेरै धेरै माया मिसेलिनाको तर्फबाट